हेर्नुहोस् त साथीहरू, मधेसमा धान भित्र्याउने चटारो चलिरहेको छ। यो मेसिनबाट धानलाई चाहिँ अब घरमा भित्र्याउने कार्यक्रम चल्दैछ। हेर्नुहोस् त यसरी मेसिन चल्छ र अहिले यो मोडर्न टेक्नोलोजीले एकदमै सजिलो बनाएको छ। यो मध्य प्रदेशमा पनि मोडर्न टेक्नोलोजी प्रयोग हुने गरेको रहेछ र यसरी धानको यो भुसहरू हेर्नुहोस् त साथीहरू, यति टाढासम्म फाल्दो रहेछ पराललाई चाहिँ पराललाई एकदम यति टाढासम्म फाल्दो रहेछ र सँगसँगै मान्छेहरू पनि आइरहेका छन्। बाटोमै यहाँ चाहिँ काम गर्ने चलन रहेछ प्राय मधेसमा। बाटोमै धान बनाउनेदेखि लिएर धान सुकाउने सबै कामहरू बाटोमै हुँदो रहेछन्। हेर्नुहोस् त यसरी चाहिँ धानलाई भित्र हाल्दैछन् र यसरी धानलाई हालिसकेपछि अब यो तलबाट मेसिनले के गर्छ, पराललाई यसरी छुट्याउँछ र पराललाई यसरी छुट्याइसकेपछि चाडा फालिसकेपछि फेरि त्यहाँ भएको धानको गेडालाई चाहिँ तल राख्छ, तल फालिदिन्छ भित्र यसरी र यसरी त्यसलाई चाहिँ किन ट्र्याक्टरमा लोड गरिँदो रहेछ दर्शक दिनहरू। अब यसरी चाहिँ धान भित्राउन सजिलो तरिकाले धान भित्राइदो रहेछ मधेसमा भन्ने कुरा छ। हामीले यसबाट धन्यवाद।